बुढा नीलकण्ठ मन्दिरबाट 10 देखि 15 मिनेटमा हामी तल मन्दिरबाट माथि शिवपुरी नेसनल पार्कको इन्ट्रान्समा बाइकमा पुग्न सकिन्छ। इन्ट्रान्समा चाहिँ हामीले 100 रुपैयाँ तिरेर टिकट काट्नुपर्ने हुन्छ र त्यहाँनिर सामान पनि चेकिङ हुन्छ। हेलो गर्नु भन्नु। हेलो चलेन्जी। हेलो 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 गाइस। मैले उकालोबाट आउने छ होला। ल ल भन्नु त हा भन्नु रे के भन न ल दाइ अब कस्तो लजानेहरु छन्। म त कमेडियन भइसके हिजै म त फर्स्ट टाइम भ्लगर भएको हो है। तिमीले त के रे थम्बनेलमा राखेर भिडियो सर थम्बनेल मैले हिजो तिमीलाई पठाएको गवाल थिएँ नि आसमा के भन्नु बाघ भेट्यो भनेर पछाडि बाघ राखेको नि आसमानजीले अस्ति के भन्नु अरे बागदरमा के छ भनेर सोध्नु भएको थियो नि। बाघमा बाघ हुन्छ नि कस्तो कुरा ल हेर्नुहोस् है बागदरमा बाघ हुन्छ अरे। ल ए सरी आफ्नै काम कुरा चल्दैछ सबैको। यहाँ हामी दुईजना चाहिँ सरासर हिँड्ने ज्ञानी मान्छेहरू यो बाँकी भएको केटाहरू चाहिँ खालि के मुभी सुभी कार्टुन साटुन हेर्दा रहेछन्। खालि कार्टुनकै कुरा गरेर हिँडेको हिँडेछन् आइदि। दारी आएको केटाकेटी जस्तो छन् बुढा भइसक्यो। खासमा चाहिँ आइदिए फिल्म एक्सन धुमताना नाना कार्टुन नेटवर्क सिरियल ड्रामा के गर्ने कुरा गर्नु छैन। त्यही त अलिकति यसो ठुलो भयो भन्ने त हाइटले मात्र रहेछ कार्टुन हेर्छन्। अब हामी कता जानु पर्यो बागदर जानको लागि? माथि जानु पर्यो हामी। यहाँनिर 15 मिनेट भनेर भनिसक्यो छ। तर हामीले शिवपुरी चाहिँ पुग्दै नि हुन्थ्यो। यहाँबाट यो बोर्डबाट हामी कता लाग्छौँ के ल्याएर बागदर 2 घन्टा 15 मिनट हुनेछ। यहाँबाट जानु पर्यो। अस्ति नै हामी एउटा बाटो आएको कल्याण हामी कुन बाटो आएको रे कहाँबाट कुन ठाउँको गरे हामी दमाचु अब यहाँबाट 2टा बाटो आउँछ। यो 2टा बाटो आइसकेपछि हामी कता जानु पर्यो? वेयर त्यहाँनिर सबै हुन्छ छैन यता हो भनेको कहाँ हो? शिवपुरी भने शिवपुरी हो। हेलो मेरो टोपीले हावा हम्क्याएर होइन आनन्द भएको छ। कतापट्टि रहेछ? यता होइन यता हजुरको टोपीले हावा हम्काएर उक्लेर राइटतिर है। ल हामी आज बागदर निस्केको यो मान्छेको प्लान अनुसार हो। अहिले आएर मैले बाटो बिर्सेँ भन्नुहुन्छ। अलिकति उक्लिसक्यो यस्तो यति धेरै फोहोर चाहिँ गर्न हुँदैन होइन। ल हेर्नुहोस् यहाँ ल यहाँ हेर्नुहोस् यहाँ जति पनि घुम्न आउनुहुन्छ ब्यागमा बोकेर हिँड्नु होला। उयो आसमानजीले यस्तो फोहोर गरेर चाहिँ नहिँड्नु होला। ल ए के आयो? मेरो हातमा किरा आएछ क्या हजुर? ल ल हाम्रो ग्रुपको अङ्कल आसमान अङ्कल के छ हालखबर? नमस्ते गर्नु सुरु नमस्ते अङ्कल ढोकिया। अब एउटा नमस्ते अङ्कल एउटा हात मेरो मोबाइल समात्दैछु। ल के छ हालखबर ढोकिया? मैले तपाईँलाई भर्खर जङ्गलमा भेटेको यहाँ। तपाईँको वासस्थानै यहीँ हो कि तपाईँको पुर्खा कहिलेदेखि यहाँ आएर बस्नु थाल्नु भएको भनिदिनुहोस् त। लु कति जेनेरेसनदेखि यो जङ्गलमा हुनुहुन्छ तपाईँ? कहिले बस्नुभयो भनिदिनुहोस् त। ल लुट्नु होला है लुटेर तपाईँ बाहेकको हुन्छ यहाँ लुट्नु होला भनेको बिचरा बोल्न आउँदो रहेछ खासै। त्यही भएर मैले खासै डिस्टर्ब गर्न चाहिनँ। हजुरको क्याप नेचुरल हेबिटेटमै अबे खै खै मेरो ह्याट किन मैले लुटिसक्यो। लु मेरो ह्याट खोइ बाटोभरि यहाँ जालो लाएर किरा हुन्छ। त्यही भएर यसरी लट्ठी बोकेर बाटो क्लियर गर्दै जानु होला। 1 घन्टा हिँडेको छैन फर्किउँ भन्नु थालिसक्यो। यस्ता छन् यो मान्छे हुन त बुढेसकाल लाएर नि होला।
ट्रेकिङ गर्दाखेरि फुल स्लिभ लगाएर हुन्छ यस्तो किराहरू नाचिरहन्छ हावामा होइन एनर्जी हुन्छ लगभग 1 घन्टा हिँडिसकेपछि चाहिँ यहाँनिर एउटा नागला पूजा गरिएको ठाउँ छ यहाँनिर आइपुग्नुहुन्छ बाटो चाहिँ यस्तो छ वनमा भएर र मैले बाटोमा एउटा नयाँ चिज भेटाएको छु कि दिस वान यो चाहिँ यसमा चाहिँ एउटा किराले अन्डालाई यसमा रोल गरेर राखेको हुन्छ अन्डा रोल गरेर राखेको हुन्छ हेर्न चाहिँ सानो हुन्छ तोरीको गडा जत्रो ठुलो नि हुँदैन एन्डमा हुन्छ एउटा ल 2टा रहेछ ए देख्नु भयो यस्तो हुन्छ 2टा अन्डा पारेर राखेको छ किराले हामीले यसलाई फेरि रोल गरेर राखिदिन्छौँ किराले यस्तो रोल गर्न त जानिँदैन तैपनि लेट्स ट्राई ओके ल बाँच्ला त्यो भएपछि जिउँदै हुनुहुन्छ त भिडियो बनाएपछि होइन त थक गई हंसा मैं तो थक गई मैं तो फिर से थक गई मैं तो फिर से थक गई भाई साहब यो पनि यो आउ आउ आओ दुर्गा आउ आउ निकाल गयो हाम्रो ग्रुपमा कोरोटे पनि छन् क्या मेरो कुरा काटेर बस्छ नि अब मेरो टोपी लिएर हावा फन्केर बस्छन् मेरो टाउको टोपी लगेर यसरी चार दिदीको के खुसिसक्यो हावा हो कि के हो म नि यसरी हिँडेको थिएँ अघिदेखि अब म यो बोतल नढालेसँग बस्दिनँ फेरि ल क्या खतरामा है आहे लु एक हातमा क्यामेरा टाउकोमा बोतलमा पानी के को लक्षण यस्तो झर्दैन त यार हाय अन्तकालीलाई खानेकुरा बोकाउन चाहिँ नहुने रहेछ जब हामी पछाडि पर्छौँ त्यतिखेर निकालेर खाइहाल्दो रहेछन् लु हेर्नुहोस् ल खानु त ल जुस एनर्जी टेक्निक हो क्या एउटा अब यहाँ यदि के गरी बाघ आएको भयो यहाँ चढ्नु पर्दैन यहाँबाट यसरी चढ्नु पर्छ अब यस्तो गर्ने यस्तो आउने मान्छेले पत्ता लाउनु भएको मसरुम हो यहाँ कति धेरै मसरुम छ खोइन यहाँ आसमानजीले देखाउनु भएको उयो यो मसरुम हो रे ल यहाँ टन्नै छ वनभरि किन आउन सक्नुहुन्छ विवेकजीको मा सुरु भइसक्यो अब एकछिन 5 मिनट आयो भने उहाँले रुख सबै यहाँ कोट्याएर भ्याउनुहुन्छ सानो देउराली पुगेछ त अब यहाँ फोटो खिचौँ एउटा सानो देउराली पुगिसकेपछि कता बागद्वार 45 मिनट्स खालि म नहुने बेलामा खानेकुरा निकाल्छ नि यार खोइ मान्छेहरु छिटो कसरी हुन्छ नि यसरी हुन्छ भिडियो बनाउने मलाई दिएर भन्नु इश अब खटु जत्रो टाउको रहेछ उहाँको त ल चेक किन्छ भने यो चाहिँ एउटा
एलर्जिक प्लान्ट हो। यसको नाम एरेसिमा जिनसको स्पिसिस चाहिँ फरक हुनसक्छ। नेपालीमा बाको भनिन्छ। यसलाई चाहिँ कसैले नछुनु होला। दिस इज एलर्जिक। हुँदैन है एलर्जी हुन्छ। ल खाली चौरा आइसकेको छ यहाँनिर। तपाईँहरूलाई के भन्नुहुन्छ? कस्तो महसुस भइरहेछ? वन्डरफुल। तपाईँको सर्ट एन्ड स्विट। तपाईँलाई? हामी सबैको बाई बाई। तपाईँलाई कस्तो लागिरहेछ? हजुरलाई कस्तो लागिरहेछ? ग्रेट। सबैजना थाकिसके, म मात्रै एक्टिभ छु। ल हेर्नु तपाईँलाई के भयो मैले भ्लग बनाएर? स्याड हो। तपाईँ कहिले कहिले ह्याप्पी हुनुहुन्थ्यो र? नानी तपाईँ कहिले ह्याप्पी हुनुहुन्थ्यो? हिजोदेखि चाहिँ आधी स्याड होला। उडी पनि दिले दिनु। लाउनु लाउनु हजुर एक्सपायर वाला खानु। बदाम बदाम दादा कच्चा बदाम ड्रिङ्क। हामी चाहिँ अब ठुलो देउराली पुगिसक्यौँ। बागद्वार 60 to 80 minutes। उहाँ चाहिँ हाम्रो ग्रुपमा फटाफट हिँडेर अगाडि पुग्ने मान्छे हो। फटाफट हिँड्यो अनि पर पुगेर अनि बस्ने हो। अहिले त सिधा बाटो आएर हामी सँगसँगै छौँ। अलिकति उकालो आएको भए चाहिँ उहाँ कहाँ पुगिसक्नुहुन्थ्यो। त्यो डाँडाको टुप्पोमा बसेर हामीलाई हेर्नुहुन्थ्यो तलतिर। के गर्छौ? उहाँको नाम चाहिँ कल्याण। ल यस्तो छ है। यहाँनिर चाहिँ हररवाला सुट गर्न ठिक हुन्छ गर्दै। देउराली खोल्छ। बागद्वार 15 to 20 minutes। तिनचुली शिवपुरी पिक। हामी बागद्वार जाँदैछौँ। लाथ्यौँ हामी। यहाँनिर पानी पर्यो, ठुलो असिना आयो होइन। स्याड भएको छैन। हामी डेस्टिनेसनमा पुगिसक्यौँ। अब फर्किने चाहिँ कसरी हो? पानी पर्यो गाइज। आज एडभेन्चर हुनेवाला छ। अन्त छाता उठ्दै हिँड्छौँ हामी। कहाँ बसेको खोइ? ल पानी परेर हामी चाहिँ ओडारतिर लागिसकेको छौँ कि कुन ठाउँमा पुर्याउनु भयो? बनाएको त नि। अब हामी गुफाभित्र जाँदैछौँ। अब कसरी छिर्नु? यो फोन लिनु त, प्रेस गर्नु त। ल हामी यस्तो ओडार भेटेर यहाँ ओडारमा बसेका छौँ। पानी पर्यो। चारु दिदी चाहिँ हाम्रो यहाँ चटपट बनाएर खुवाउँदै हुनुहुन्छ। चारु दिदी मिठो मिठो। को यो विमलाजी? आमा भूत। ओडारमा जोगी बस्दो रहेछ एउटा। अङ्कल एउटा जोगीमा प्रमोसन हुनुभएको छ उहाँ। अब चाहिँ हामी यहाँ बसेका थियौँ अघि। अब चाहिँ निस्किनु पर्ने हुन्छ। हामीलाई पनि यस्तो शक्ति दिनु होला। हामी यसरी ओ माई गड। ऊ त्यहाँ बाघको मुखको द्वारबाट पानी आइरहेको छ। त्यसरी बाघद्वार। यहाँ चाहिँ तल के छ भन्दाखेरि त्रिशूल र महादेवको मूर्ति छ होइन। एकदम म एक राउन्ड यस्तो घुमाएर देखाइदिन्छु। ओके यस्तो छ। म एक राउन्ड घुम्छु। यस्तो छ हेर्नु चाहिँ। पानी परेर बेहाल छ के यस्तो छ। पानी डुब्ने रहेछ नि त। यस्तो छ। ओके यस्तो छ बागद्वार। फोटो ल
आई वाह क्या रमाइलो है मजाले है ल देखियो जात